दराजबाट सामान डेलिभरी हुन 1 वर्ष लाग्यो मलाई। सो वेलकम टु डे 2 अफ माई 30 डे च्यालेन्ज अफ मेकिङ डेली भ्लग्स। मेरो दिनको सुरुवात भयो यो ब्रेकफास्टबाट। त्यसपछि म डाइरेक्ट पुगेँ अफिस। आज चाहिँ अफिस पुग्ने बित्तिकै एकदमै हेक्टिक थियो। त्यसपछि हामीले यो अफिसमा नै मिठो खाना खायौँ, मिट माई कलिग एन्ड माई लन्च पार्टनर। लन्च गर्ने बित्तिकै म गएँ मेरो पार्सल रिसिभ गर्न। मैले 2082 मा गरेको अर्डर 2083 मा मात्र आइपुग्यो। पार्सल रिसिभ गरेर म गएँ ब्याक टु अफिस। मिट माई कलिग अगेन हु इज मोर एक्साइटेड टु ओपन द प्याकेज। मैले अर्डर गरेको थिएँ 2 टाइप्स अफ ग्लास जार, जुन चाहिँ मलाई अफिसमा केही ड्रिङ्क्सहरू खानको लागि मजा हुन्छ भनेर। एउटा चाहिँ यो बब्ली खालको अनि अर्को चाहिँ स्ट्रेट। प्याकेज ओपन गरेर कामसाम गरिसकेपछि अगेन मैले चाहिँ गरेँ आफ्नो फिट चेक। आज एउटा कुरा चाहिँ कस्तो स्याड भयो कि मैले यो कानमा लगाएको जुन इयरिङ छ त्यसको अर्को साइडको इयरिङ चाहिँ कता हरायो मैले अहिलेसम्म भेटाएको छैन। काम गर्दै भ्लग गर्दै आजको दिन पनि रमाइलो नै भइरहेको थियो। अनि बिचमा पानीपुरी पनि खायौँ हामीले, तर मैले खिच्नै बिर्सेछु। अनि अर्को कुरा, आजबाट मैले डेटक्स वाटर खान थालेको छु कि अफिसमा। इज वाट आई वाज टकिङ अबाउट। अनि मैले यो भित्रको फ्रुटहरू चाहिँ फ्रेस होइन, यो चाहिँ ड्राई फ्रुट हो कि मैले एउटा पेजमा भेटेको थियो, त्यहाँबाट अर्डर गरेको। यस्तै गरेर आजको अफिस टाइम सकियो। त्यसपछि म गएँ साथीलाई भेट्न। साथीलाई भेटेर हामीले चिया खायौँ। अनि त्यसपछि म गएँ तरकारी बजार पुगेर म चाहिँ घर फर्केँ। द्याट्स इट फर टुडे, बाई बाई।